मालती मङ्गलीमा मालतीको यो उहाँको क्यारेक्टर चाहिँ साँच्चै इन्सपिरेसन छ र यो मुभी मलाई लाग्छ हेर्ने दर्शकको लागि पनि इन्सपिरेसन छ र उहाँको लागि पनि उहाँको एउटा अभिनय जुन करियरको लागि पनि एउटा अलिक छुट्टै खालको एउटा जुन चाहिँ यसले बोकेको छ भन्ने फरक पर्दैन र अब मिक्सन गौडेलजीलाई यहाँहरूले एउटा कमेडी आर्टिस्टको रूपमा चाहिँ हेर्दै आउनुभएको थियो अब यसमा चाहिँ एउटा चरित्रको अभिनेताको हिसाबले कमेडी छ तर अब सिचुएसनल कमेडीको हिसाबले जुनमा छन् यस्ता चिजहरू र उहाँको पनि यो फिल्म हेरेपछि मिक्सनजीको पनि एउटा अर्कै फेरि एउटा स्वरूप र एउटा फ्यान फलोइङ चाहिँ नि अगाडि आउँछ भन्ने कुरामा हामी विश्वास गर्छौँ होइन रत्न दाइले नि मेरो प्रश्न होइन अलिकति गर्व होला नि मैले यो आर्ट गरेको छु यो आर्टको चिजले धेरै कमाउँछु भनेको अलिकति भएको होला नि अब काम गरेपछि त हेर्नुहोस् राम्रो होस् भन्ने पनि हुन्छ कमाऊ भन्ने पनि भइ नै हाल्छ अल्टिमेटली होइन किनभने यो पनि एउटा काम बिजनेस नै हो त्यसले गर्दाखेरि छ अभियसली त्यही भएर त उहाँहरू जस्तो राम्रो एक्ट्रेस गरेर हामीले काम गरेका छौँ होइन त्यसमा त कुनै शङ्कै छैन रनिसा दाइलाई चाहिँ होइन जस्तो दाइ पनि आफ्नै मेकरसँगै आफ्नो कलाकार पनि हो तपाईँले फिल्म पनि खेलिसक्नु भएको छ त्यत्रो वर्षपछि फिल्म बनाइरहँदाखेरि आफै खेलौँ भन्ने चाहिँ कतिको लागेन त अनि डिरेक्टरले त्यो प्रस्ताव आएन प्रचलित भइरहेको प्रश्न हो यस्तो छ यो कथामा चाहिँ म हटाउँदिनँ होइन मेरो लागि फिट रोल होइन यो चाहिँ मालती मङ्गले जुन चाहिँ एउटा कथा छ त्यसको लागि चाहिँ विजय बनाएर चाहिँ वर्षाजी बाहेक म अरू कोही पनि सोच्न पनि सक्दिनँ म आफू त झनै सोच्न सक्दिनँ त्यसले गर्दाखेरि अब एकदमै उहाँहरूको लागि पर्फेक्ट हो त्यसले गर्दाखेरि नै म एउटा प्रड्युसरको रूपमा मलाई काम गर्दै वर्षाजीले पनि बोल्ने क्रममा होइन यो फिल्म विशेष छ र तपाईँको पात्रको लागि पनि धेरै कुरा विशेष छ भनेको विशेष चाहिँ के रह्यो होइन यो पात्र तपाईँले गरिरहँदाखेरि मालती मङ्गलेको चाहिँ विशेष चाहिँ के रह्यो भन्दाखेरि चाहिँ हाम्रो त प्रायः सबै चलचित्रमा अब वर्षाले विवाहित महिलाकै भूमिका गरिरहेछ होइन त्यो चाहिँ एउटा सिमिल्यारिटिज हो म मान्छु तर अब विशेष चाहिँ किन भन्छ भन्दाखेरि चाहिँ एक त टाइटल नाम नै मालती छ होइन मेरो क्यारेक्टरको नाम मालती हो र चलचित्रको नाम मालती मङ्गल त्यो भएको कारणले अब आफ्नो रेस्पोन्सिबिलिटी धेरै हुन्छ है टाइटलमै नाम आइसकेको छैन चलचित्र त अब ऱ्यान्डम अरूहरू चलचित्र जस्तो भएन मेरो लागि किन भन्दाखेरि टाइटलमा नाम भएको भएर एक त त्यो विशेष एकदमै भयो होइन र अर्को चाहिँ मैले यसमा जुन अभिनय गरेको छु त्यो चाहिँ मेरो लागि पर्सनली चाहिँ अझ धेरै विशेष लाग्छ सायद मैले गरेको चलचित्रहरू भन्दा पनि धेरै स्कोप मैले यो चलचित्रमा पाएको छु होला एज एन एक्टर र त्यो देखाउने ठाउँ पाएको छु सो त्यसले त्यो कारणले गर्दाखेरि ओके विजय बराल सरले त अब धेरै आफ्नो भूमिका मार्फत दर्शकहरूको मन जितिरहनु भएको छ र यो मालती मङ्गलले मार्फत विशेष चाहिँ के पाउनुहुन्छ दर्शकले अनि किनभनेदेखि अब तपाईँको जति पनि फिल्महरू छ दर्शकहरूले समीक्षात्मक रूपमा पनि एकदमै उत्कृष्ट भनिरहेको बेलामा मालती मङ्गलेबाट होची कस्तो छ यसमा नयाँ चिज नयाँ कथा पाउने पात्र दर्शकले आफैले भयो कसैले देखेको सोसाइटीमा देखेको चरित्रहरूलाई पनि हुन्छ मलाई फरक देखिन्छ वर्षलाई फरक देखिन्छ पात्रहरू फरक भएछ कथाको सिनेमाहरू फरक हुन्छ अब व्यक्तिगत हिसाबमा चाहिँ आफूलाई फरक भन्दा चाहिँ अब क्यारेक्टर बनाउनु पर्दा हामीले फरक गर्छ अरू सिनेमामा अरू सम्बन्धका खेल हुँदैन श्रीमान प्रेमको खेल